हैन अब यो पार्टीले यो विषयमा धारणा नराख्ने कुरै भएन हैन। पार्टीले सीमा सम्बन्धी धारणा नराख्ने कुरै भएन। अहिलेको चाहिँ एउटा जुन रिपोर्टहरू छ सामान्यतया आउने चाहिँ अब यो 10 गजा क्षेत्रमा सबै दुवैतर्फबाट चाहिँ भू उपयोगहरू भएको छ। त्यसलाई सीमा मिचेको भन्ने नभन्ने शब्द कस्तो प्रयोग गर्ने भन्ने एउटा पाटो रह्यो र यो चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा पनि छलफल गरेर जानुपर्छ भन्ने जुन प्रधानमन्त्रीज्यूले राख्नु भएको छ त्यसले हामीलाई अझ बलियो बनाएर अगाडि बढाएको छ कि हाम्रो सीमाको समाधान अलि छिटो गर्नुपर्छ, कूटनैतिक तौरबाट पहल गर्नुपर्छ भन्ने छ। यो विषयमा पक्का पनि सरकारको तर्फबाट त आइ नै हाल्छ र अर्को चाहिँ अब यो रिभर्स कूटनीति पनि हो र अर्को तर्फ चाहिँ के भने पार्टीले त यस अगाडि नै हामीले हाम्रो चाहिँ भूमि मिचिएको सन्दर्भमा त्यो भूमिहरू फिर्ता हुनुपर्छ र भूमि फिर्ता लिनको लागि चाहिँ कूटनैतिक पहलहरू गर्नुपर्छ भनेर स्पष्ट धारणा राखिसकेका छ। त्यो कारणले गर्दाखेरि पार्टीको धारणा स्पष्ट नै छ र यो विषयमा चाहिँ थप छलफलहरू अगाडि बढ्छ।